आजको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। Today is a special day to celebrate our achievements and hard work and talents of the whole year. We are proud and happy to be here. आदरणीय अतिथिज्यूहरूलाई ट्याक्स तथा खादा ओढाएर सम्मान गरिदिनु हुन म कोमल म्याम र उमा म्यामलाई विनम्र अनुरोध गर्दछु। अतिथिको नाम वाचन गर्न म म्यानेजमेन्ट प्रिन्स बिसीज्यूलाई अनुरोध गर्दछु। धन्यवाद पूजा बहिनी। आज यस आरम्भ विद्यानिकेतनले आयोजना गरेको वार्षिक उत्सवमा अतिथिहरूको नाम वाचन गर्दा सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन म यसै आरम्भ विद्यानिकेतनकी अध्यक्ष भगवती कुमारी साईज्यूलाई अनुरोध गर्दछु। नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका प्रादेशिक सेनाज्यूलाई अतिथि आशीर्वाद गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस आरम्भ विद्यानिकेतन सुर्खेतका कार्यभार रङ्गाबहादुर सिंहज्यूलाई अतिथि आशीर्वाद गरिदिनु हुन अनुरोध गर्दछु। प्रमुख अतिथिज्यूलाई बानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरिदिन अनुरोध गर्दछु। कार्यक्रम सञ्चालन गरिरहेका मेरा प्रिय विद्यार्थी भाइ बहिनीहरू, आजको यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिको रूपमा सिट आसन गर्नुभएका वीरेन्द्रनगर नगरपालिका प्रमुखज्यू, यसै गरी नेसनल लाइफ इन्सुरेन्स सुर्खेतका प्रमुखज्यू, यस आरम्भ विद्यानिकेतनका प्रबन्ध निर्देशकज्यू, यस आरम्भ विद्यानिकेतनका कार्यवाह प्रधानाध्यापकज्यू, ग्लोबल आइएम बैंकका लिमिटेड शाखाका प्रमुखज्यू, यसै गरी यस शुभ होटल परीक्षालयमा उपस्थित हुनुभएका सम्पूर्ण अग्रज आदरणीय आमाबुवाहरू, अग्रज अभिभावकज्यूहरू लगायत मेरा शिक्षक सहकर्मीज्यूहरू, यहाँ सबैलाई मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु।
fish, papa fish. G for God, God. H for house, house. I for ice cream, ice cream. J for jug, jug. K for kite, kite. L for lion. M for monkey, monkey. N for next, next. O for orange, orange. P for parrot, parrot. Q for queen, queen. R for rabbit, rabbit. S for song. T for tiger, tiger. U for umbrella, umbrella. B for bed, bed. W for watch, watch. X for X-ray. Y for J for zebra, zebra. Thank you. धन्यवाद। एबी निकेतनका साना भाइ बहिनीहरू उहाँहरूले कार्यक्रम सञ्चालन गरिरहनु भएको छ। आज यस एबी निकेतनको जुन एनुअल डे अथवा वार्षिक उत्सव छ यसमा उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकहरूलाई म कार्यवाहक प्रिन्सिपलको तर्फबाट स्वागत गर्न चाहन्छु र यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथि, सम्पूर्ण अतिथिज्यूहरूलाई र गणेशको यस एबी निकेतनका चाहिँ सम्पूर्ण अभिभावकज्यूहरूलाई म यस स्कुलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हजुरहरूलाई स्वागत गर्दै हाम्रो स्कुलले भर्खर मात्रै चाहिँ स्थापना भएको हो। यस स्कुलले गरेका केही क्रियाकलापहरू जो हामीले 1 वर्षभित्र के क्रियाकलापहरू गऱ्यौँ
र ती क्रियाकलापहरूको बारेमा चाहिँ छोटकरीमा म जानकारी दिने रूपले यहाँ उपस्थित भएको छु। आरम्भ विद्या निकेतन पहिला नै स्थापना भए पनि हामीले सञ्चालन गरेको 82-83 को जुन एकाडेमिक इयर छ योबाट हामीले सुरु गरेका छौँ र हाम्रो स्कुलको एउटा भिजन छ। त्यो भिजन भनेको to nurture a young mind, confidence, responsibility and creative individual who accept the academic and social in the global society. बाल मनहरूलाई आत्मविश्वास, जिम्मेवार र सृजनशील व्यक्तित्व विकास गर्दै उनीहरूको शैक्षिक तथा सामाजिक क्षेत्रमा विश्वस्त र उत्कृष्ट बन्न सक्षम गराउनु हाम्रो चाहिँ भिजन छ। र हाम्रो मिसन भनेको जुन हाम्रो विद्यालय छ यसको मिसन भनेको चाहिँ आधुनिक शिक्षा प्रविधिको प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु, डेलिभर हाई क्वालिटी अफ एजुकेसन विथ मोडर्न टेक्नोलोजी एन्ड मेथोडोलोजी र नैतिक मूल्य, अनुशासन तथा नेतृत्वको सिपको विकास गर्नु, फरवर्ड मोरल्स, भ्यालु, डिसिप्लिन एन्ड लिडरसिप स्किल हाम्रो चाहिँ मिसन रहेको छ। त्यसै गरी समग्र व्यक्तित्व विकासका लागि सहपाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्नु छ। Encourage co-curriculum and extra activities for overall personality development. हाम्रो चाहिँ यो पनि मिसन हो। विद्यालयको वार्षिक उत्सव कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको दिन धेरै लामो कुराहरू सुन्ने भन्दा पनि तपाईँ अभिभावकहरूले यस विद्यालयले गरेको प्रगतिको बारेमा जान्ने, बुझ्ने र आफ्ना नानी बाबुहरूका प्रस्तुतिहरू हेर्ने एउटा उत्सवको रूपमा आजको दिनलाई लिनुपर्ने हुन्छ र यो दिन खास विशेष दिन पनि रहेको हुन्छ। कार्यक्रम सुरु हुँदै गर्दा प्यारा प्यारा नानी बाबुहरूको प्रस्तुति, कार्यक्रम सञ्चालक भएर गरिरहेका कामहरू, विद्यालयको प्रगति प्रतिवेदन सुन्दा के उत्साह र एउटा आशा जगाउने खालका गतिविधिहरू रहेको छ। म विद्यालय भर्खरै सुरु भएको छ। यस विद्यालयले धेरै लामो यात्रा तय गरेको छ र लामो यात्राको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। शिक्षा जीवनको महत्त्वपूर्ण पाटो हो। शिक्षा सकारात्मक हुनुपर्छ। शिक्षाले भविष्यको योजना बनाउन सक्ने होइन, आश देखाउन सक्ने मात्र होइन, सुन्दर भविष्य निर्माण गर्ने, व्यक्ति परिवारसँगै राष्ट्रको लागि केही गर्छु भन्ने एउटा सकारात्मक सोच भएका ऊर्जाशील जनशक्ति तयार गर्ने पवित्र मन्दिरको रूपमा हामीले विद्यालयहरूलाई लिने गर्छौँ।
म फुलबारी मण्डल स्कुलदेखि आज हजुरहरूले कार्यक्रममा बोलाएको हार्दिक आभार प्रकट गर्न चाहन्छु। विद्यालयमा हामीले सधैँ जसो वार्षिक उत्सव कार्यक्रमहरू मनाउँदै आइरहेको अवस्था हामी सबैलाई थाहा नै छ। त्यसै गरी यस विद्यालय पनि भर्खरै जन्मिएको भर्खरै स्थापना भएको 1 वर्ष मात्र हुँदैछ। यस विद्यालयले गरेको हरेक प्रगति विवरणहरू हामीले धेरै सुनिसक्यौँ। अगाडि प्रिन्सिपल सरले धेरै भनिसक्नु भएको छ। विद्यालयले गर्नुपर्ने आफ्नो भिजन मिसन र आफ्नो प्लानहरू प्रस्तुत गरिसकेको छ र विद्यालयले गरेको कुरा पनि विद्यालयको गरेको विद्यार्थीहरूको एक्टिभिटिज हामीले यहाँ हेरिसकेका छौँ। तिनीहरूको आफ्नो प्रस्तुतिले यस विद्यालयले गरेको प्रगति एकदमै उत्कृष्ट र राम्रो छ र आगामी दिनमा पनि यो विद्यालय धेरै अगाडि बढ्न सक्छ भन्ने हाम्रो अपेक्षा छ।
want to protect my country from enemies. I will help people from earthquake, flood, and during natural disaster. We should thank our army force. Army are our real hero. Thank you. My aim is to be a doctor. As we know the role of doctor in our life, doctor works at hospital and treats sick and injured people. Like as I want to treat the sick and injured people and save a life. Thank you. हिजो राति तिमीलाई देखे सपनीमा
सोचिने रात चाहिँ बाँकी रहेछ बसी बिहान मको धुको पनि पुरा भएन माथि रानी गाडा नाचे जस्तै झाले नाचेर ज्यान त खानु
शिक्षक पुरस्कारहरूको लाग्दैछौँ। शिक्षकहरूलाई अवार्ड दिन आजको यस कार्यक्रमको सभाध्यक्ष भगवती कुमारी साईज्यू, प्रधानाध्यापक रङ्गाबहादुर सिंहज्यू, विद्यालयका निर्देशक र सञ्चालक प्रेम कुमार ऋषिज्यू र पिटिए शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूलाई अगाडि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। एकदमै बच्चाको बालबालिकाको एकदमै केयर गर्ने टिचर उहाँहरू हुनुहुन्छ नर्सरी क्लासको क्लास टिचर उमा थापा। कृपया जोरदार ताली स्वागत गरौँ स्टेजमा। म कक्षा 2 को अध्ययनरत छात्र। म आज फिल्ड
कसरी सिम्पल मेथडबाट प्युरिफाई गर्न सकिन्छ भनेर एउटा 5वटा गिलास लिएको छौँ। हाउ क्यान वी वाटर प्युरिफाई बाई सिम्पल मेथड? यसको लागि हामीले सुरुमा एउटा 5वटा इक्वल साइजको गिलासहरू लिएका छौँ। यसमध्ये सबभन्दा माथिको टप साइडको गिलासमा हामीले ढुङ्गा लिएका छौँ। त्यो ढुङ्गा यसमा रहेको छ टेबल गिट्टी, यसमा रहेको छ बालुवा स्यान्ड, यसमा रहेको छ कपास अथवा कटन। यहाँ चाहिँ इम्पिटी बोतल खाली बोतल रहेको छ। सुरुमा हामीले यहाँ पानी फोहोर पानी चाहिँ देख्छौँ हजुरहरूले, यहाँ डर्टी वाटर छ। यसलाई हामीले सुरुमा माथिदेखि यहाँ स्टोनदेखि ट्रान्सफर गर्छौँ र बिस्तारै यो वाटरको पाइपदेखि फ्लो हुँदै जान्छ। यसको काम भनेको ठुल्ठुला फोहोरहरूलाई फिल्टर गर्ने काम हो। यसले योभन्दा हल्का स्माल पार्टिकललाई फिल्टर गर्छ। यसले योभन्दा पनि साना स्माल पार्टिकललाई र यसले रहेको रेजिड्यू अथवा कलरलाई हटाउने काम गर्छ र लास्टमा पानी प्योर पानी यहाँ जम्मा हुन्छ। हजुरहरूले त्यहाँ देख्न सक्नुहुन्छ माथिबाट पानी चाहिँ एकदमै ऱ्यापिडली फ्लो भइरहेछ भने जब बटनमा आइपुग्छ तब पानी बिस्तारै हटिन्छ। यसमा बटन जति धेरै भयो त्यति पानी प्योर फिल्टर हुन्छ। नमस्कार, मेरो नाम सोफिया सिंह हो। म कक्षा 1 मा गर्छु। आज म साइन्स एक्जिबिसन अन्तर्गत साल्ट वाटर एन्ड एक्सपेरिमेन्ट गरिरहेको छु। यसका लागि दुईवटा अन्डा र दुईवटा बराबर साइजको गिलास लिएको छु। एउटा गिलासमा प्योर वाटर राखेको छु। यो साल्ट वाटर एक्सपेरिमेन्ट अथवा साल्ट एग एक्सपेरिमेन्ट, यसले हाम्रो गर्नुपर्ने मेन अब्जेक्ट चाहिँ अन्डा कुन पानीमा डुब्छ भन्ने हो। यहाँ यसमा चाहिँ हामीले 4-5 चम्चा नुन लिएका छौँ यो गिलासमा। यो गिलासमा चाहिँ हामी केही छैन, खाली छ अहिले। यसमा हामीले प्योर वाटर भर्छौँ, शुद्ध पानी भर्छौँ र यसलाई हामीले पानीले घोलेर नुन पानीको घोल बनाउँछौँ र घोल बनाइसकेपछि हामीले यसमा 2 अन्डा एड गर्छौँ। यो चाहिँ नपकाएको अन्डा हो, नि काँचो अन्डा हो। काँचो अन्डा हामीले 2वटा पदमा एड गर्छौँ र कसमा डुब्छ र कसमा डुब्दैन भनेर हामीले यसको एक्सपेरिमेन्ट गर्न गएको छौँ। यसको एक्सपेरिमेन्ट अब एक्सप्लेन गर्न सक्नुहुन्छ। यसको मेन प्रिकसन भनेको यो नुन राम्रोसँग घोलिएको हुनुपर्छ। जेन्टली यसलाई स्टिर गर्ने। प्योर वाटरमा अन्डा डुबेको छ हेर्नुहोस्, यहाँ अन्डा डुबेको छ भने अब त्यसमा हामी एड गर्दैछौँ। यसमा अन्डा तैरियो, यसमा अन्डा तैरिएको छ भने यसमा अन्डा पुरै डुबेको छ, सिङ्क भएको छ। यसमा अन्डा तैरिएको छ। किन तैरिन्छ त भन्दा जब साल पानीमा मिसिन्छ यसको डेन्सिटी इन्क्रिज हुन्छ अथवा नेपालीमा घनत्व यसको बढ्छ। घनत्व बढ्यो भने यसले पानी र नुनले दिने अप्रोच माथितिर दिन्छ। त्यसै कारणले गर्दा यो अन्डा माथि तैरियो। तर शुद्ध पानीको घनत्व कम हुन्छ, त्यसकारण अन्डाको घनत्व बढी भयो र यो पिउन पुग्यो। आज यस आरम्भ विद्यालयको वार्षिक उत्सवमा यहाँ उपस्थित भएर मलाई केही शब्द भन्न दिनुभएकोमा पनि धेरै धन्यवाद दिन चाहन्छु। र आज हामीले यहाँ देखि नै सक्यौँ, हाम्रो साना नानी बाबुहरूले क्रियाकलापहरू हामीले देखिसक्यौँ। कति धेरै प्रगति भएको रहेछ, कति धेरै उन्नति भएको रहेछ होइन। त्यो देख्दा चाहिँ एकदम मलाई खुसी पनि लाग्यो, किनकि साना नानी बाबुहरू यति फरवर्ड हुनुभएको छ, यसरी प्रगति गर्नुभएको छ। त्यो देख्दाखेरि चाहिँ खुसी लागेको छ। र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथिगणहरू र आरम्भ विद्यालयका प्राध्यापकज्यू र आरम्भ विद्यालयका सम्पूर्ण शिक्षक र शिक्षिकाज्यू, कर्मचारीज्यू र विद्यार्थी भाइ बहिनीहरू र सम्पूर्ण अभिभावकज्यूलाई म यही आरम्भ विद्यानिकेतन व्यवस्थापन समितिको
अध्यक्ष भगवती कुमारी शाहीको हार्दिक नमस्कार छ र